हेलो गाइज, इट्स मी सीमा तिवारी। वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म एकदमै खुसी छु बिकज इट्स फ्राइडे चाहिँ म जहिले पनि थन्डर पे ब्याक हुन्छु। म अहिले विकडेजमा वावामा काम गर्छु नि त, अनि यो चाहिँ थन्डर पेबाट 5.5 आवर ड्राइभमा टाढा छ। सो एभ्री मन्डे मर्निङ चाहिँ म थन्डर पेबाट वावा आउँछु अनि विकडेजभरि काम गरेर फ्राइडे चाहिँ म रिटर्न हुन्छु फेरि थन्डर पे। सो मलाई फ्राइडे चाहिँ एकदमै रमाइलो लाग्छ, कस्तो छुट्टै खालको खुसी मिल्छ कि अब फर्की जाँदैछु आफ्नै गाउँ भन्ने हुन्छ नि, त्यस्तैवाला भाइब्स आउँछ। त्यही भएर म आज बिहानै 6 बजे उठेर अनि फ्रेस हुन थालेँ, ब्रस गरेर मुख धोएँ। बेसिकली मैले चाहिँ यो फेसवासले मुख बिहानमा चाहिँ धुँदिनँ, तर अब आज यस्तो धोइदिउँ भनेर, किनभने मैले बेलुकामा फेस धोएर हल्का नाइट स्किन केयर गरेर सुत्छु नि त, त्यही भएर। अनि त्यसपछि म बिहान उठ्ने बित्तिकै आज उठेदेखि एकदमै रमाइलो लागिरहेको थियो। कस्तो हुँदो रहेछ कि अब पहिला यहीँ थन्डर पेमा भइराख्दा चाहिँ मलाई कहिले नेपाल जाम्ला जस्तो हुन्थ्यो। अहिले चाहिँ म वावाबाट थन्डर पे आउने दिनै मलाई कस्तो एकदमै आफ्नै घर जानलाई जस्तो फिलिङ्स आउँछ कि लास्टै रमाइलो लाग्छ। अनि यहाँ वावा आउँदाखेरि मलाई कस्तो हुन्छ भन्दा म कसै साथीहरूसँग पनि कन्ट्याक्टमा हुँदिनँ कि अब थन्डर पे हुँदाखेरि चाहिँ कति धेरै चिनेको मान्छेहरू भेटिन्छ नि त बाटोमा, अनि कुराकानी हुन्छ, साथीहरूसँग नि भेटघाट भइरहेको छ। यहाँ आएपछि चाहिँ कस्तो हुन्छ भन्दा म आफू दिउँसभरि आफ्नै काममा बिजी हुन्छु, अनि बेलुका आएपछि फ्रेस भयो, यताउति गऱ्यो, खानासाना खायो, थकाइ लागेको हुन्छ, सुत्यो। फेरि बिहानै मेरो चाहिँ 7 बजे निस्किनु पर्छ क्या कामको लागि, अनि त्यही भएर छिटो नै सुत्नुपर्छ, अनि त्यस्तै हुने रहेछ। त्यही भएर यो विकडेजभरि चाहिँ म कसैसँग पनि कन्ट्याक्टै नभएको फिल हुन्छ। हुन त म भइरहेको हुन्छु 2-3जना साथीहरूसँग त, त्यही पनि जस्तो यहाँ थन्डर पे हुँदा हुन्छ नि त त्यस्तो चाहिँ हुँदैन रहेछ। अझ फर्स्ट विकमा चाहिँ मलाई कस्तो लाग्थ्यो भन्दाखेरि, फर्स्ट विक जब म यो कामको लागि गएको थिएँ नि, फ्राइडे यहाँ आउँदाखेरि त मलाई हे भगवान् अब जानै नपर्ने हुन्थ्यो नि जस्तो भएको थियो कि, किनभने त्यहाँ सबैजना अब नयाँ नयाँ साथी नि त, अनि म कसैसँग पनि क्लोज थिएन। प्लस अनि यो चाहिँ मेरो अब यसरी गएर विकडेजभरि होटलमा बस्ने हो कि, अनि त्यस्तो त मलाई केही थाहा थिएन नि त। अनि फर्स्ट विकमा आउँदाखेरि त मलाई खानेकुराहरू पनि अब के ल्याउने, कसरी गर्ने, मलाई केही आइडिया थिएन। मैले अब राइस कुकर किन्नु पर्ने थियो नि त, त्यो पनि मलाई आइडिया थिएन, मैले किनेको थिएन कि। अनि जस्ट त्यो फर्स्ट विकमा चाहिँ मैले के खाएँ हुन्छ नि, सबै फ्रुट्सहरू मात्रै खाएँ, अनि पकाएर खानेकुरा पनि केही नै। अनि होटेलमा पनि कस्तो हुन्छ भन्दाखेरि, अब हाम्रो चाहिँ फरक फरक होटेलमा बसिरहेको हुन्छौँ, अनि कुनैमा चाहिँ त्यो माइक्रोवेभ हुन्छ कि, माइक्रोवेभ भएकोमा चाहिँ इजी नै हुन्छ, मैले यहाँबाट खाना लिएर गयो भने त तताउन मिलिहाल्छ नि त। तर कुनैमा चाहिँ हुँदैन रहेछ, जे एउटा स्पेसिफिक लोकेसनमा हुन्छ कि एउटा एरियामा, अनि त्यहाँ जान नै अझै लाग्ने कि रुममा भयो भने धेरै सजिलो हुन्छ नि त। अनि त्यही भएर अनि पछि चाहिँ बल्ल आइडिया हुँदै गयो। फर्स्ट विकमा केही आइडिया थिएन, सेकेन्ड विकमा चाहिँ मैले राइस कुकर किनेँ, अनि त्यसपछि थाहा भयो कसरी खाने, के खाँदाखेरि ठिक हुन्छ, किनभने फिल्डमा काम गर्ने हो नि त, त्यसको लागि फेरि अलि डाइटहरू प्रोटिनहरू अलि राम्रोसँग खानु पऱ्यो। अनि जङ्क फुडहरू चाहिँ लगभग मैले यहाँ वावा हुँदा जङ्क फुड चाहिँ मैले खाँदिनँ, किनभने यहाँ बिरामी भयो भने त बर्बाद नै हुन्छ नि त। अनि त्यही भएर साथीहरू अब म यसरी रेडी चाहिँ भएँ, रेडी भइसकेँ। यो चाहिँ अहिले यतिखेर 6:30 गइसक्यो। अब मसँग चाहिँ हाफ एन आवर छ। मेरो चाहिँ हिजो बेलुका नुहाएको थिएँ, यो नुहाएर कपाल फर्र होला भनेको त खै कस्तो घुम्रो के भयो, अनि लास्टमा चाहिँ मैले कपाल बाँधेँ। अनि कपाल बाँधेर म चाहिँ आफूलाई एकदमै विश्व सुन्दरी जस्तै मान्छु कि होइन। अनि त्यही भएर म रेडी भइसकेर, यो चाहिँ मेरो सामानहरू भयो, प्याकिङ सकिसकेको थियो हिजो बेलुका नै, अनि हल्का मात्रै प्याकिङ बाँकी थियो। अब लास्ट बट नट द लिस्ट भने जस्तो यसो मिरर सेल्फी हानिदिउँ न त भनेर, अनि मैले चाहिँ फोन मिररको अगाडि राखेँ। त्यसपछि मेरो यो सबैभन्दा मेरो फेभरेट आइटम अहिलेको सिचुएसनमा, किनभने यसले मलाई हरेक भिडियो गराउनमा एकदमै हेल्प गर्छ। अनि यो ट्राइपोड स्ट्यान्ड चाहिँ मैले बाहिर नै राखिराखेको थिएँ यो भ्लग बनाउनको लागि। अनि मलाई चाहिँ यो कस्तो यो सानो बनाउनको लागि यति धेरै टाइम लाग्छ कि, यो कस्तो गाह्रो छ कि, यो अलिक धेरै प्रेसर लगाउनुपर्छ। अनि मैले बल्ल यसलाई मिलाएँ। त्यसपछि मैले यसलाई पनि प्याक गरेर अब चाहिँ म लगभग रेडी भइसकेँ निस्किनको लागि। अनि मैले मेरो रुमलाई बाई रुम भन्दै मैले मेरो लगेजहरू बाहिर निकालेँ।
त्यसपछि हामी जाने गाडी चाहिँ यही हो। अनि म बाहिर निस्केर गाडीमा सामानहरू राखेँ, ब्यागहरू राखेँ। अनि त्यसपछि एकछिन वेट गरिराखेँ थिएँ, किनभने सबैजना निस्किनु पऱ्यो नि त। ठ्याक्कै यतिखेर हेरेको अब सनराइज हुन लागेको रहेछ, कति राम्रो देख्यो त्यो चिटिक्कको। अनि त्यसपछि हामी बस्यौँ गाडीमा। अनि हामी चाहिँ फर्स्टमा जहिले पनि यता आउने बेलामा फ्युलको लागि जान्छौँ कि ग्यास स्टेसन, त्यही नै गयौँ। अनि त्यहाँ फ्युल भरेर हामी लाग्यौँ टिम हर्टन्सतिर, किनभने हामी जहिले पनि बिहानमा वावाबाट निस्किन्छौँ नि त। अनि त्यही भएर बाटोमा भोक लाग्न सक्छ, फेरि बाटोमा त्यस्तो अब छ फास्ट फुडहरू त, तर बिचमा हामीले फास्ट फुडको लागि रोक्दैनौँ। त्यही भएर जहिले पनि बिहानमा टिम हर्टन्स गएर ब्रेकफास्ट लिगेर, अब आफूलाई के खान मन लाग्छ लिगेर अनि हामी चाहिँ थन्डर बे आउँछौँ कि। अनि मैले चाहिँ जहिले पनि यो स्टिप टी चाहिँ जहिले पनि लिएको हुन्छु, किनभने मैले अझै कफी खाँदिनँ। मेरो बडीमा खै क्याफिन बढी भएको हो कि मलाई कफी खाइसकेपछि चाहिँ कस्तो मेरो हातहरू अलिअलि दुखेको जस्तो, खुट्टाहरू दुखेको फिल हुन्छ। त्यही भएर मैले अझै चाहिँ जहिले पनि स्टिप टी नै खान्छु, तर त्यसमा पनि मैले सुगर एकदमै कम खान्छु कि। अनि अहिले चाहिँ यो टिम हर्टन्समा माछा नयाँ एड भएको रहेछ। अब स्टारबक्सको चाहिँ खाएको थिएँ, तर यसको चाहिँ मेरो फर्स्ट टाइम हो ट्राई गरेको, जे होस् मिठो नै लाग्यो मलाई। अनि त्यसपछि नै हामी लाग्यौँ अब थन्डर बेतिर। भ्यूहरू चाहिँ कस्तो राम्रो छ कि। म अरू बेला चाहिँ म जहिले पनि गाडीमा निदाएरै आएको हुन्थेँ। म लगभग 5.5 आवरको ट्राभलमा चाहिँ म 4 आवर्स जति म जहिले पनि निदाएको हुन्थेँ। तर आज मलाई निदाउन एक्सक्युज भएन, किनभने मैले भ्लग बनाउँदै थिएँ, त्यही भएर। अनि हाम्रो चाहिँ यो टेरेस बे भन्ने छ कि, यो चाहिँ ठ्याक्क मिड पोइन्ट हो, जस्तो थन्डर बे र वावाको मिड पोइन्ट। अनि त्यही भएर हामी जहिले पनि यहाँ स्टप गर्छौँ हाम्रो एकछिनको सर्ट ब्रेकको लागि। अनि यहाँभित्र चाहिँ एउटा छ कि यो ग्लोब छ होइन। अनि यसमा चाहिँ लास्ट टाइम नै मैले नेपाल पत्ता लगाइसकेको थिएँ कि। कस्तो यस्तोमा नेपाल पत्ता लगाउँदा पनि यति धेरै खुसी मिल्ने कि त्यो एकदमै हुन्छ नि, नेपालै पुगे जस्तो फिल हुन्थ्यो कि। मैले ठ्याक्कै नेपाल भेट्टाएर फेरि मैले त्यहाँ आफ्नो नाम राखेर टाँच्थेँ। अनि यो ठाउँबाट पनि भ्यू चाहिँ राम्रो देखिन्छ, एरिया चाहिँ जे होस् एकदमै राम्रो छ। अनि मलाई मेरो साथीले यो बेरी अफर गर्यो, अनि मैले लिएँ। फेरि हामी त्यहाँ 15 मिनट ब्रेक लिएर अनि फेरि थन्डर बेको लागि निस्क्यौँ। अब चाहिँ थन्डर बे पुग्न लगभग 2 आवर्स 20 मिनट जति छ। अनि हामी बाटोमा आउँदै थियौँ। अनि यो बाइकमा चाहिँ अहिले यति धेरैजना मान्छेहरू घुम्न गइरहेको छन् कि मलाई यति बाइक राइड जानु मन छ। मलाई यस्तो हुन्छ कि कहिले म नेपाल जान्छु र बाइक राइडमा धेरै दिनको लागि बाइक राइडमा म निस्किन्छु जस्तो हुन्छ क्या होइन। अनि हामी सिधै निस्किराख्यौँ, बाटोमा हिँडिराख्यौँ। यो गाडीको चाहिँ हामी कति टाइमसम्म पछि रहेछौँ क्या। मैले चाहिँ पछि भिडियो हेर्दा बल्ल नोटिस गरेँ। अनि यो एउटा कुरा के, यो क्यानाडामा कति धेरै फरेस्ट हो, कति धेरै लेक्सहरू हो कि। यो चाहिँ यति धेरै रिच छ नि नेचरमा चाहिँ। मलाई पहिला हुन्छ नि नेपालमा अब धेरै जङ्गलहरू एरियाहरू थियो नि त। अनि मलाई चाहिँ कस्तो हुन्थ्यो भन्दा नेपालबाट सोच्दा क्यानाडा भनिसकेपछि चाहिँ यस्तो धेरै यो फरेस्टहरू छ जस्तो लाग्थेन कि। अब मैले चाहिँ सी ओसनहरू लेकहरू चाहिँ बरु सोचिराखेको नै थिएँ, तर यो लास्टै धेरै जङ्गल छ कि, यति धेरै जङ्गल छ। अब हुन त म यहाँ गाउँ एरियामा बसेर पनि होला, यो थन्डर बे त अब स्मल सिटी हो नि त, त्यो भएर पनि होला। अनि योबाट वावा त अझै सानो रहेछ योभन्दा। अनि त्यसपछि म एकछिन सुतेँ, निदाएँ। अनि त्यसपछि फेरि बिउजिएँ, किनभने मलाई आज भ्लग रेकर्ड गर्नु थियो। त्यही भएर भिडियोहरू बनाउनको लागि फेरि एकैछिन लगभग 1 आवरको न्यापपछि चाहिँ म उठेँ। अनि उठेर फेरि भिडियो बनाउन थालेँ। अनि जे होस् आँखा खुलेको बेलामा भ्यूहरू हेर्दै आउन चाहिँ मजा लाग्दो रहेछ। अब मैले चाहिँ बल्ल फर्स्ट टाइम पुरै अलि राम्रो तरिकाले हेरेँ, त्यही पनि अझ 1 आवर त ग्याप नै भयो कि। म बिचमा 1 घन्टा निदाएँ नि त। अनि त्यसपछि चाहिँ म बिउजेर के सोचेँ भन्दा अब चाहिँ म निदाउनु हुँदैन, किनभने मैले आज पुरै भ्यू नै हेरेर जान्छु कस्तो कस्तो बाटोहरू रहेछ भनेर। यहाँ चाहिँ त्यस्तो घरहरू केही पनि छैन, एकदमै कम छ। त्यो एउटा त्यो टेरेस बे भयो, अनि त्यसपछि बिचमा निपिगन पर्छ, त्यसमा चाहिँ छ अलिअलि सानो मोटेलहरू अनि सानसानो रेस्टुरेन्टहरू चाहिँ छ, तर ठुलो केही पनि छैन कि। जस्ट यो जङ्गलै जङ्गल अनि यो लेकहरू मात्रै छ कि। भ्यू चाहिँ राम्रो नै देखिन्छ, तर सबै जङ्गल छ कि, एकदमै धेरै जङ्गल छ।
कति बिति धनी हो कि क्यानाडा त यो फरेस्टहरूमा त म त दङ्ग पर्छु। अझ यहाँ त कस्तो भन्दाखेरि हिउँ नपर्ने भएको भए चाहिँ यो फरेस्ट्रीहरूको लागि स्कोप चाहिँ बबालै हो कि। तर के गर्नु, हिउँ पर्छ, त्यही भएर जबहरू जहिले पनि सिजनल मात्रै मिल्छ, 6 मन्थ मात्रै समरको बेलामा। अनि यहाँ हामी जाँदै गर्दाखेरि अब बाटोहरू पनि राम्रो रहेछ। मैले त आज पल्ट नोटिस गरेँ कि, खास चाहिँ मलाई ध्यानै हुन्थेन, जहिले पनि निदाउँथेँ कि म सधैँ निदाउनु भएर। अनि यहाँ चाहिँ ट्राफिक रुल्सहरू पनि मलाई लास्ट बवाल लाग्छ यहाँ क्यानाडाको चाहिँ है, कस्तो मजाले मान्छेहरूले फलो गरिदिने कि। एन्ड फाइनली गाइज म चाहिँ अब थन्डर बे पुग्न थालेँ। मलाई चाहिँ हो यो बाटोमा आउँदा चाहिँ मेरो जहिले नै आँखा खुल्छ। ठ्याक्कै यहाँनिर आइसकेपछि कस्तो रमाइलो लाग्छ कि, एकदमै आफ्नै घर आफ्नै गाउँमा पुगे जस्तो लाग्छ, कति रमाइलो लाग्छ। अनि ट्याक्क यहाँबाट अब म घर पुग्न थालेँ। मेरो एक्साइटमेन्ट लेभल त कहाँ माथि पुगिसकेको थियो। अहिले चाहिँ फेरि एकदमै लङ विकेन्ड छ, मेरो मन्डे पनि बिता। त्यही भएर यो नेक्स्ट विक चाहिँ म ट्युसडे बिहान बल्ल जाँदैछु वावा। त्यही भएर पनि होला कि मेरो त आज खुसी नै एकदमै डबल भएको छ। त्यही भएर भ्लग बनाउने जाँगर पनि लाग्यो, नत्र भने म जान आउन थालेको लगभग 2 मन्थ भइसक्यो नि त। तर मलाई कहिले पनि जाँगरै लाग्थेन कि, जहिले नि थकित अवस्थामा फर्किन्थेँ अनि कस्तो अल्छी लाग्थ्यो कि। तर आज चाहिँ मलाई आज होइन, अस्ति थाहा पाएँ मैले मन्डे बिदा भनेर। त्यो दिनदेखि नै मलाई यस्तो रमाइलो लागिरहेको थियो कि अब हाम्रो पहिला दसैँ तिहारमा बिदा हुँदाखेरि कति खुसी लाग्छ नि त, मलाई ठ्याक्कै त्यस्तै भएको छ अहिले। अनि म चाहिँ अब लगभग कन्फेडरेसन कलेजमा आइसकेँ। यहाँबाट चाहिँ हाम्रो घर लगभग बसमा 3 to 4 मिनटमा पुग्छ, अनि गाडीमा पनि 3 to 4 मिनटमा चाहिँ पुग्छौँ घरमा। त्यसपछि अब म मेरो घर पुग्नै थालिसकेँ। त्यसपछि त मलाई त यति रमाइलो लाग्यो। अब विकेन्डमा साथीहरूसँग यसो सानोतिनो प्लान छ, आई एम सो एक्साइटेड फर द्याट। अनि त्यसको पनि मिल्यो भने भ्लग चाहिँ हाल्छु। यो रेगुलर भ्लग बनाउन सक्यो भने चाहिँ एकदमै राम्रो हो, तर म आफूले त्यो अपडेटै गर्न सकिरहेको छैन। अनि फाइनली गाइज म घर आइसकेँ। त्यसपछि म मेरो फेभरेट रुममा आइसकेँ। अनि यही नै हो गाइज, थ्याङ्क्स फर वाचिङ, बाई।